दलित समुदायमाथि किन पटक पटक हमला हुन्छ, दलित समुदायलाई किन पटक पटक हेपिन्छ। साथीहरू, यो घटना हो सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वार्ड नम्बर 8 अरङको। सामान्य विश्वकर्मा पूजामा सामान्य एउटा न्यू खोजेर झगडा भएको पोखरी किनारमा रहेको 5 वटा घरलाई, दलित बस्तीहरूलाई घरलाई तोडफोड गरेर घरमा भएको अनाज, खानेकुरा, चामल सबै फ्याँकेर यो बर्सातमा झरीमा घरबार विहीन बनाएको छ। यो सुन्नुस्, उहाँहरूकै पीडित दलितहरूकै मुखबाट यो सुन्नुस्। अर्केस्ट्रा आएको थियो 1 गतेको दिन, विश्वकर्मा पूजाको दिन थियो। अनि उहाँ प्रभात सिंहले अनि राजकुमार सिंह यिनीहरू त्यो झगडाको न्यू खोज्यो अनि म माथि लाठी चलायो। त्यसको बाद त्यो मिर्सिया थानामा निवेदन भयो, म पनि निवेदन दियो। अनि त्यसको पञ्चायतीको छलफलको टाइम भयो। छलफलको टाइममा म मिर्सिया जाँदाखेरि त्यो प्रभात सिंह अरू गाउँबाट गुन्डा फटा लायो अनि हाम्रो भाइ समाजहरूलाई मिर्सिया जान दिँदैन रे, त्यस्तो डर तलास दियो। अनि अरू मान्छे त पुग्न सकेन, म एक्लै पुग्यो मिर्सिया थाना। अनि पञ्चायतको फेरि टाइम बढायो 21 गते मङ्गल दिनको। अनि त्यही बिचमा त्यो प्रभात सिंह बाहिरबाट गुन्डा लायो अनि त्यस्तो भूमिका बनायो। अनि राजकुमार पासवानलाई समातेर ल्या पञ्चायतीमा। म थाना जानकारी गरियो। थानाबाट मलाई भन्यो जे पञ्चायतीको टाइम त यहाँ मिर्सिया छ, गाउँमा किन बस्नु, गाउँमा केही हुन्छ विवाद त्यसको जिम्मेवार को हुन्छ। अनि म पञ्चायतीमा गएन। पञ्चायतीमा नजाँदाखेरि उहाँहरू हाम्रो घर भत्कायो। र पटक पटक यस्तो घटनाहरू दलितमाथि हुन्छ र जुन ठुला बडा भन्नेहरूले दलितमाथि अन्याय गर्छ, जातीय छुवाछुत गरेर उनीहरूलाई अवहेलना गर्छ। सरकारको यसमा ध्यान आकर्षण होस् र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्।